मिरमिरेमा हुँदैन बिहानी मिरमिरेमा दुई चार तारा झरेर नगए हुँदैन बिहानी मिरमिरेमा दुई चार तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। हजुर नमस्ते, म सञ्चालिका लक्ष्मी चौधरीको तर्फबाट आज हाम्रो एस रेनबो एकाडेमी स्कुलको निम्तो स्वीकारेर पाल्नुभएका सम्पूर्ण अभिभावकहरू, मेरा प्यारा प्यारा भाइ बहिनीहरू, मेरा गाउँभरिका दाजुभाइ दिदीबहिनी, आमा बुवा, काका काकी जति पनि हुनुहुन्छ सम्पूर्णमा म तपाईहरूलाई मेरो व्यक्तिगत तर्फ र एस रेनबो एकाडेमी स्कुलको तर्फबाट सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज हाम्रो 15औं वार्षिक उत्सव एस रेनबो एकाडेमी स्कुलले मनाउन गइरहेको 15औं वार्षिक उत्सव तपाईहरूलाई यही प्राङ्गणमा सहभागिता हुन हामीले बोलाएका छौँ। हाम्रो रेनबो एकाडेमी स्कुलको गन्तव्य सानो झोपडीबाट सुरुवात गर्दै कैयौं आरोह अवरोह देउराली भन्ज्याङ पार गर्दै आज 15औं वार्षिक उत्सव मनाउन सफल भएका छौँ। यसै उपलक्ष्यमा हामीले तपाईहरूलाई विभिन्न कार्यक्रम गरेर मनाउने जमर्को राखेका छौँ। आज मिति 2081 साल 11 महिना 3 गते तदनुसार 2025 फेब्रुअरी 15 तारिक यसै दिनलाई शुभ मानेर हामीले आफ्नो वार्षिक उत्सव सम्पन्न गर्ने जमर्को राखेका छौँ। त्यसैले कुनै पनि औपचारिक कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गर्नका लागि सभाध्यक्षको आवश्यकता पर्ने हुनाले आजको सभाध्यक्ष, आजको यस कार्यक्रमका सभाध्यक्ष यसै विद्यालयका संस्थापक श्री हरिकृष्ण कठरियाज्यूलाई म स्टेजमा निम्त्याउन चाहन्छु। कृपया ताली बजाएर स्वागत गरिदिनु होला। सभाध्यक्षज्यूको अनुमति लिएर म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। त्यसै गरी यसै कार्यक्रमका प्रमुख अतिथिज्यू जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू आशिष चौधरी, उहाँको कार्यव्यस्तताका कारणले आज यस मञ्चमा उपस्थित हुन सक्नुभएको छैन। त्यसैले अब म अतिथिको आसन ग्रहणलाई अगाडि जोड्न चाहन्छु। त्यसै गरी यसै कार्यक्रमका विशिष्ट अतिथि श्री सप्तऋषि माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखराम चौधरीज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। कृपया उहाँलाई पनि ताली बजाएर स्वागत गरिदिनु होला। त्यसै गरी विशिष्ट अतिथिकै आसन ग्रहण गरिदिनको लागि म जानकी गाउँपालिका स्वास्थ्य सेवा इकाइका धर्मानन्द कपाडीज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिकै आसन ग्रहण गरिदिनको लागि म यसै विद्यालयका श्री पुष्प शाहीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो यस विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री कलराम कठरियाज्यूलाई म स्टेजमा निम्त्याउन चाहन्छु। आसन ग्रहण गरिदिनको लागि कृपया ताली बजाएर स्वागत गरिदिनु होला। त्यसै गरी म अतिथिकै आसन ग्रहण गरिदिनको लागि म यसै गाउँका बुद्धिजीवी तथा समाजसेवी श्री कृपाराम बिनारीज्यूलाई म स्टेजमा निम्त्याउन चाहन्छु। कृपया ताली बजाएर स्वागत गरिदिनु होला। त्यसै गरी अतिथिकै आसन ग्रहण गरिदिनको लागि म अतिथिकै आसन ग्रहण गरिदिनको लागि म प्रमोद कठरियाज्यूलाई पनि स्टेजमा निम्त्याउन चाहन्छु। प्रमोद कठरिया, टिकापुर ट्युसन सेन्टर, कोरियन भाषा प्रशिक्षक। त्यसै गरी अतिथिकै आसन ग्रहण गरिदिनको लागि म यसै विद्यालयका
अभिभावक सङ्घका सदस्य श्री अप्सरा साहुज्यूलाई पनि म स्टेजमा निम्ति आउन चाहन्छु। कृपया ताली बजाएर स्वागत गरिदिनुहोला। त्यसै गरी यसै विद्यालयका अभिभावक सङ्घका सदस्य धनराज थापाज्यूलाई पनि म आसन ग्रहण गरिदिनुको लागि स्टेजमा निम्ति आउन चाहन्छु। त्यसै गरी अभिभावक सङ्घकै सदस्य सन्त रानी कठरियाज्यूलाई पनि म स्टेजमा निम्ति आउन चाहन्छु। त्यसै गरी विद्यालय व्यवस्थापन सङ्घका सदस्य खड्ग बोहराज्यूलाई पनि म स्टेजमा निम्ति आउन चाहन्छु। त्यसै गरी व्यवस्थापन समितिकै सदस्य श्री रिना कठरियाज्यूलाई पनि म स्टेजमा निम्ति आउन चाहन्छु। त्यसै गरी विद्यालय व्यवस्थापन समितिका सदस्य श्री सरिता चौधरीज्यूलाई पनि म स्टेजमा निम्ति आउन चाहन्छु। कृपया उहाँहरूलाई ताली बजाएर स्वागत गरिदिनुहोला। त्यसै गरी अतिथिकै आसन ग्रहण गरिदिनको लागि म यहाँ उपस्थित हुनुभएका निलम जोशी अभिभावक सङ्घका सदस्य उहाँलाई पनि म स्टेजमा निम्ति आउन चाहन्छु। कृपया उहाँलाई पनि ताली बजाएर स्वागत गरिदिनुहोला। त्यसै गरी अभिभावक सङ्घका सदस्य श्री दुर्गा चौधरीज्यूलाई पनि म स्टेजमा निम्ति आउन चाहन्छु। कृपया यदि उपस्थित हुनुभएको छ भने स्टेजमा आएर आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्न चाहे। त्यसै गरी यहाँ उपस्थित हुनुभएको सम्पूर्ण अभिभावक, मेरा प्यारा भाइ बहिनी, शिक्षक साथी, स्वयंसेवक भाइ बहिनीहरू सम्पूर्णलाई म आफ्नो स्थानमा आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी प्राविधिकमा सहयोग गरिदिनुहुने सम्पूर्ण मित्रहरूलाई आफ्नो स्थानमा आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्न चाहे। हाम्रो आसन ग्रहणको कार्यक्रम निरन्तर सुचारू नै रहनेछ। अहिले म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको हाम्रो यस कार्यक्रममा विभिन्न वर्षभरि गरिएका क्रियाकलापहरू, अतिरिक्त क्रियाकलाप, मनोरञ्जनात्मक क्रियाकलाप तथा धेरै टाढाबाट हामीलाई याद गरेर सम्झना गरेर पठाउनु भएको उपहारलाई तपाईहरूकै हाम्रै नानी बाबुहरूलाई हामी उपहार स्वरूप गिफ्ट दिने जमर्को गर्दै कार्यक्रमलाई अगाडि बढाउनेछौँ। सगरमाथा नेपालको शिर लाग्छ आमा, सगरमाथा नेपालको शिर लाग्छ आमा, बुद्ध जन्म्या देश भारत हो भन्दा दुःख लाग्छ आमा। सगरमाथा नेपालको शिर लाग्छ आमा, बुद्ध जन्म्या देश भारत हो भन्दा दुःख लाग्छ आमा। हामी सबैको साझा घर नेपाल हो, हामी सबैजना एउटै पहिचान बोकी एउटै घरमा बाँचेका छौँ र हामी सबैलाई एउटै डोरमा बाँध्ने राष्ट्रगान हो। राष्ट्रगान एउटा गर्वको विषय मात्र नभएर हाम्रो पहिचान पनि हो। त्यसैले देश र राष्ट्रका सम्मान प्रकटका लागि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावक, मेरा प्यारा भाइ बहिनीहरू तथा सम्पूर्ण उपस्थित हुनुभएका दर्शकवृन्दहरूलाई म आफ्नो ठाउँबाट उभिएर राष्ट्रगानमा सहभागी भइदिनको लागि अनुरोध गर्न चाहन्छु। कृपया प्राविधिक मित्रलाई म राष्ट्रगान बजाएर सहयोग गरिदिनको लागि विनम्र अनुरोध गर्न चाहे। कृपया सबैजना आफ्नो स्थानमा उभिदिनु होला। Kunga
अगाडि जोड्न चाहन्छु। हाम्रो कार्यक्रमको अब समुद्घाटनको पालो रहेको छ। हाम्रो कार्यक्रमलाई उद्घाटन गरिदिनको लागि म यसै कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख विशिष्ट अतिथिज्यू लगायत सम्पूर्ण पाल्नुभएका अतिथिज्यू, स्टेजमा रहनुभएका अतिथिज्यूहरूलाई म पानसमा दियो बालेर उद्घाटन गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। कृपया जोरदार ताली बजाएर स्वागत गरिदिनुहोला। धन्यवाद मैम। रेनबो एकेडमी स्कूल 15th annual function for Falgun 2081. Thank you. धन्यवाद हाम्रो विशिष्ट अतिथिज्यूलाई। अब हाम्रो कार्यक्रमको अर्को उपहार, अर्को स्टेज आइरहेको छ। सबैभन्दा पहिला राष्ट्रिय गान मतलब राष्ट्रिय गीत बाट सुरुवात हुन गइरहेको छ। राष्ट्रिय गीतमा भाग लिने भाइ बहिनीहरू तयारी अवस्थामा बस्दिनका लागि अनुरोध गर्न चाहन्छु। गीतको बोल रहेको छ सुनका बाला। यसमा भाग लिने नानी बाबुहरू समीक्षा, नवीन, हिमानी, शिवम, रञ्जना, परम, रोहिता, योगेश, एन्जल, डिमान्ड तयारी अवस्थामा बसेर म उहाँहरूलाई तयारी अवस्थामा बस्नको लागि अनुरोध गर्न चाहन्छु। योभन्दा अगाडि म अतिथिको आसन ग्रहणलाई जोड्न चाहन्छु। हाम्रो विद्यालयका नानी बाबुहरूको जुन नृत्य छ, यो नृत्य सिकाएर सहयोग गरिदिनु हुने हन्सु रावतज्यूलाई म आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। कृपया उहाँलाई ताली बजाएर स्वागत गरिदिनुहोला। कुर्सीमा आसन ग्रहण गरिदिनुको लागि म उहाँलाई अनुरोध गर्न चाहन्छु। र यसै लगतै म यहाँ स्टेजमा पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई हाम्रो स्टेजको तल सजाइएर राखेको कुर्सीमा पाल्नु भई हाम्रो कार्यक्रमको शोभा बढाइदिनको लागि अनुरोध गर्न चाहन्छु। अब हाम्रो स्टेजमा नृत्य आउने भएको छ। योभन्दा पहिला यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकज्यूहरूमा, मेरा प्यारा प्यारा भाइ बहिनीहरूमा म स्वागत मन्तव्य राख्न चाहन्छु। हाम्रो विद्यालयसँग जोडिएका ती मनहरू जसले रेनबो एकाडेमी स्कुललाई 15औं वसन्तसम्म जोडेर आजका दिनसम्म पुर्याउने ती कोमल मनहरूलाई राधा म्याडमदेखि लिएर सञ्जित सरसम्मलाई, त्यसै गरेर कृपाराम सरदेखि लिएर महेश सरसम्म सबैलाई, त्यसै गरेर यो आँगनमा यो विद्याको मन्दिरमा पाल्नुहुने आमा बुवा सहारा दिनुपर्छ भनेर उज्यालो खोज्दै आउने ती साना नानी बाबुहरू सबैलाई सुस्वागत गर्न चाहन्छु रेनबो एकाडेमी परिवारका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट। त्यसैले गर्दा यो रेनबो एकाडेमी परिवारको यो विद्याको मन्दिरभित्र प्रवेश गर्दै गर्दा विद्यासँग जोडिएका मनहरू, विद्यासँग जोडिएका तनहरू र त्यहीसँग जोडिएका घिस्राउने खालका नङहरू, ती नङहरू कहिल्यै पनि नभाँच्युन्। नङहरूले सधैँ कालो कपी नबनाओस्, कालो कपीको सट्टामा सेतो कपी, नीलो अक्षरहरूले सधैँ अक्षरहरू कोरिरहोस्, यही भन्न चाहन्छु। त्यसै गरेर सबै आमा बुवा जसले सपना देख्नु भएको छ मेरो छोरा मेरो छोरी भोलि केही गर्छ, केही बन्छ भन्ने सहारा देखेर यो
छन् जहाँ इन्द्रधनु छर्छन् जहाँ सुनका बाला छुट्छन् जहाँ इन्द्रधनु छर्छन् डाफेन नाद गाउँदै पहराले गीत गाउँछन् त्यही हो मेरो देश नेपाल त्यही हो मेरो देश नेपाल विश्वलाई शान्ति गराए जन्मे बुद्ध यही नै विश्वलाई शान्ति गराए ऋषिमुनिहरूले तप्दै ज्ञानको दीप जलाए जहाँ श्रीखण्ड र चन्दन सुगन्धी बास छर्छन् त्यही हो मेरो देश नेपाल त्यही हो मेरो देश नेपाल झलमल्लाई माल हाँस्दै लाली गुराँस फुल्छन् झलमल्लाई माल हाँस्दै लाली गुराँस फुल्छन् नदी नाला टकराउँदै नागेली बनेर बग्छन् जहाँ शङ्ख घण्ट बज्दै शान्तिको धुन छल्छन् त्यही हो मेरो देश नेपाल त्यही हो मेरो देश नेपाल जहाँ सुनका बाला छुट्छन् जहाँ इन्द्रधनु छर्छन् डाफेन नाद गाउँदै पहराले गीत गाउँछन् त्यही हो मेरो देश नेपाल त्यही हो मेरो देश नेपाल त्यही हो मेरो देश नेपाल त्यही हो मेरो देश नेपाल
धन्यवाद। म सञ्चालक महेश कथरिया, म सञ्चालिका राधा कठरिया। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभाव आमा बुवा, दिदी बहिनी, दाजुभाइ लगायत मेरा प्यारा विद्यार्थी नानी भाइ बहिनीहरूलाई फेरि पनि स्वागत गर्दै धन्यवाद दिन चाहन्छु। सम्पूर्ण बहिनीहरू, नानीहरू र नर्सरी क्लासको पनि सम्पूर्ण नानीहरूलाई तयारी अवस्थामा पारिदिनको लागि म शिक्षक मित्रहरूलाई म हार्दिक अनुरोध गर्दछु। पिजी क्लास, नर्सरी क्लास सम्पूर्ण नानी बहिनीहरूलाई है स्टेजमा ल्याइदिनको लागि म शिक्षक मित्र It's
गहिराईमा बनाउला समुद्र अनन्त आकारको, बनाउला समुद्र अनन्त आकारको, तिमीले हाल्ने तीरको म लक्ष्य बनुला, तिमीले हाल्ने तीरको म लक्ष्य बनुला, तिमीलाई आक्रमण गर्ने नजरको म तरवार बनुला, तिमीले हान्ने तीरको म लक्ष्य बनुला, तिमीलाई आक्रमण गर्ने नजरको म तरवार बनुला, म दर्शन बनुला तिमी शास्त्र बनिदिनु, म दर्शन बनुला तिमी शास्त्र बनिदिनु, म प्रश्न बनुला तिमी जवाब बनिदिनु। धन्यवाद। म फेरि पनि हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। म चाहिँ अहिले मेरो साकै ठुलो दाइको छोरी अहिले ऊ युकेमा बस्छ। पहिला हाम्रो यस रेनबो एकाडेमीमा लगभग 2 वर्ष जति टिचिङ पनि गरेको थियो उसले। अहिले चाहिँ युकेमा काम गरिरहेकी छ। उसले युकेबाट 7 समुद्र पारबाट आफ्नो पढाएको स्कुलका नानी बाबुहरूलाई सम्झेर धेरै 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 माया मानेर गिफ्ट पठाउनु भएको छ है। उसले पठाएको गिफ्ट जति सकिन्छ युकेजी सम्मको नानी बाबुहरूलाई प्रत्येकजनालाई नछुटाएर दिनु भनेकी छिन्। अहिले उहाँको बुवा रहनु भएन, हाम्रो ठुलो दाइ भन्नुपर्दा रामलाल चौधरी, उसको सुपुत्री निर्मला चौधरी अहिले युकेमा छिन्। उनले चाहिँ आफ्नो बुवाको नाममा रामलाल चौधरी मेरो ठुलो दादा उहाँको नाममा हाम्रा स्कुलमा अध्ययन र पिजी कक्षादेखि युकेजी कक्षासम्म पढ्ने नानी बाबुहरूको लागि कपी र 1-1 दर्जन पेन्सिल उपहारको रूपमा पठाएकी छिन्। कृपया 7 समुद्र पारीबाट याद गरेर पठाउने निर्मला छोरीको लागि पनि जोरदार ताली बजाएर स्वागत गरिदिनुहोला। र यो पुरस्कार म वितरण गरिदिनको लागि यस कार्यक्रमका सभाध्यक्षज्यूलाई म स्टेजमा निम्त्याउन चाहन्छु। उहाँ निर्मलाको फुपाजू हुनुहुन्छ। आफ्नो फुपाजूको हात मार्फत साना साना नानी बाबुहरूलाई उपहार दिने कुरा मेसेज गर्नुभएको थियो। त्यसैले म पिजी कक्षादेखि साना साना नानी बाबुहरूको नाम लिन चाहन्छु। आफ्नो नानी बाबुहरूलाई अभिभावक आउनुभएको छ भने सँगै आउनुहोला। पिजी कक्षा टिना कठरिया, रिजन कठरिया, रियान चौधरी, रियान्सी रावत, सक्षम कठरिया, तन्सिका कठरिया, उमेद कठरिया, उसिका कठरिया, यमुना रावत, युनिसा कठरिया, माहिर कठरिया, आर्निक कठरिया, ओम चौधरी। चलिया
तुम्हार अखियों में बिनु खिदा कैसे खिदा तुम्हार अखियों में बिनु खिदा कैसे खिदा कैसे खिदा कैसे खिदा सबसे महंगा तो हर झुमका सबसे महंगा तो हर झुमका तुम्हार झुमका में बिनु खिदा कैसे खिदा तुम्हार झुमका में बिनु खिदा कैसे खिदा कैसे खिदा कैसे खिदा Sisters, Namaste. It's me, Kapil Chaudhary. A warm and pleasant good afternoon to all of you. Today is very special day as we gather to celebrate our school's 15th annual program. I feel so happy and honored to stand in front of you and deliver my speech on a topic that is very close to my heart. My country name is Nepal. It is landlocked country. It is rich in biodiversity and divided into 3 regions. They are hill, dry and mountain. It is located in Asia continent and surrounded by neighboring countries. East, west, south by India and north by China. It occupies an area about 1,47,516 km². The total population of Nepal is 2,91,64,578. It is only the country in the world which has triangular flag. Our flag contains one moon and one sun in white color. Side of the flag contains blue color and center of the flag contains red color. Nepal is tourism country where Mount Everest is the highest mountain in the world that attracts thousands of people from other countries. Its height is 848 meters. Kathmandu is the capital city of Nepal and many religious temples are situated in Kathmandu. So, religious countries people come to visit and worship in temple of our country. Pokhara is the most popular and beautiful city of Nepal because in Pokhara very exciting things and good natures are found for tourists. So every tourist come to visit Pokhara in every year. It is second rich in water resources. The main source of water in Nepal is river. There are 6,000 rivers in Nepal, where Karnali is the longest, Kosi is the largest, and Narayan is the deepest river of Nepal, which is used to produce electricity and irrigation in farm. It is one of the most religious countries in the world because the Lord Gautam Buddha and Sita was born in Nepal. The real name of Gautam Buddha is Siddhartha Gautam. He is the symbol of peace. International tourists go to Nepal in another name called the land of truth and the born place of Gautam Buddha. Nepal is land of beauty, culture and history. It is a small country but it holds rich place in the world. From the towering Himalayas to the green fertile field of Tarai, it is a country of unmatched beauty. The people of Nepal are known for their warmth, hospitality and rich tradition. We deserve our cultures, language and festivals that make our country unique. Thank you so much for giving me this opportunity. I am truly grateful to my teacher, my family, parents and to each one of you who here today. Thank you. दोहोरिनु भएको छ कयौं सुन्दर नयाँ अनुहारहरू देखिनु भएको छ ठाउँ यही हो कार्यक्रम त्यही हो स्टेज त्यही हो टेन्ट र बाजा यही हो कार्यक्रम
आउनुभएका विद्यार्थी भाइ बहिनीहरू पनि यही हुनुहुन्छ। म स्टेजमा चढ्दै गर्दाखेरि यताबाट फर्किने क्रममा मैले 4 पटक फर्केर हेरेँ, तर एउटा अनुहारलाई मैले पाउन सकिनँ। मलाई यो साइडको रोमा चौथो लाइनमा हेरेँ, उताबाट गर्दै गर्दाखेरि चौथो कुर्सी खाली पाएँ। कारण एउटा मात्रै हो, मेरो आमा समान आदरणीय व्यक्तित्व हरिकृष्ण कठरियाको आमा आज यहाँ हुनुहुन्न। अघिल्लो कार्यक्रममा त्यही आमा त्यही कुर्सीमा बसेर ताली बजाएर स्वागत गर्नुभएको थियो। मेरी आमा आज हामीलाई छोडेर स्वर्गवास हुनुभएको छ। त्यही आमाको सम्झनामा म आज तपाईहरुको माझमा आएको छु। मेरी आमा तपाईं ब्रह्माण्डको जुनसुकै कुनामा भए पनि यही स्टेजबाट हार्दिक नमन भन्दै यो कार्यक्रममा मलाई यो मौका दिनुभएकोमा यति मिठो कार्यक्रम चलाउने यो सुन्दर अनुहारहरूलाई हार्दिक धन्यवाद दिँदै आजको यो रेनबो एकाडेमीको 15औं वार्षिक उत्सव समारोहको सभापति आदरणीय व्यक्तित्व हरिकृष्ण कठरियाज्यू, त्यसै यो स्कुलको वार्षिक उत्सव समारोहको निम्तोलाई स्वीकार गराउनुभएका आदरणीय अभिभावकज्यूहरू, यस विद्यालयमा अध्यापन सम्पूर्ण शिक्षक साथीहरू, विद्यार्थी भाइ बहिनीहरू, आज यो स्कुलको वार्षिक उत्सव समारोह, विद्यालयको उत्सव महोत्सव, यी कलिना नानी बाबुहरू स्कुलमा रमाइराख्नु भएको छ। म त्यो कुर्सीमा बसेर विद्यार्थीहरूको प्रतिभा हेर्दै गर्दाखेरि मलाई निकै मन प्रफुल्ल भयो। आज म तपाईहरुको माझमा आउँदै गर्दाखेरि मलाई मनमा ती पीडा लागिरहेको थियो कि आज मेरो आमा त्यही कुर्सीमा बसेर मलाई हेर्दिएको भए अझ म चाहिँ मन्त्रमुग्ध भएर चाहिँ आफ्नो वचनहरू राख्ने थिएँ। आमालाई फेरि पनि सम्झिँदै आज यो खुसीको महोत्सवमा यो विद्यालयको स्थापनादेखि हालसम्म 15 वर्ष भइसकेको छ। 15 वर्ष पुग्दै गर्दाखेरि यो विद्यालयमा थुप्रै समस्याहरू पनि आए। अघि एकजना मेरो अग्रज पूजनीय पिता समान भिडाजीजीले भन्नुभयो कि यो स्कुल एउटा खरको झुप्रोबाट स्टार्ट भएको हो। मलाई पनि त्यो विगतको कुराहरू याद आयो। यो स्कुलका सञ्चालक अनन्य मित्र हरि सर निकै समस्याको बावजुद यो स्कुललाई निरन्तरता दिनुभयो। निरन्तरता दिँदै जाँदाखेरि यहाँ चाहिँ थुप्रै अवसरहरू सिर्जना भए, जहाँ अहिले अवसरको रूपमा करिब 15 जना शिक्षकहरू रोजगारी सिर्जना पाउनु भएको छ, रोजगार गर्न पाउनु भएको छ। 100 विद्यार्थी भाइ बहिनीहरूले पढ्ने अवसर पाउनु भएको छ र यो अवसरको बावजुद विद्यार्थी भाइ बहिनीहरू पढिसकेपछि राम्रो उपलब्धि पनि गर्नुभएको छ। अघि म आउँदै गर्दाखेरि 7 जना मेरिका कठरिया, मानवी राउत लगायतका यी 7 जना नानीहरू यो स्कुलको उपलब्धि हासिल गरी अहिले सप्तऋषि स्कुलमा अध्ययनरत हुनुहुन्छ। ती नानीहरू यति ट्यालेन्ट हुनुहुन्छ कि हामी त्यहाँ प्रशंसा गर्दाखेरि पनि कम पर्छ। यो यहीको प्रडक्ट हो, यहीको उत्पादन हो। आज हामी छाती ठोकेर गर्व गर्छौँ रेनबो स्कुलको प्रोडक्ट आज सप्तऋषिमा आउनुभएको छ। त्यही मेरिका कठरिया हो जसले हजारौं दर्शकको अगाडि महोत्सवमा स्टेजमा चाहिँ सप्तऋषिको तर्फबाट फाइनल चरणसम्म चाहिँ डान्स पुर्याएको टिम मध्येको एउटा सदस्य मेरिका कठरिया पनि हो। वाह रेनबो एकाडेमी, तपाईले राम्रो मेन पावर पार्ट गर्नुभएको छ, मलाई गर्व लाग्छ। यही उपलब्धि सँगसँगै कयौं उपलब्धिहरू पनि गर्नुभएको छ। एकजना यही माटोमा हुर्किएको, यहीको मल जलमा शिक्षित भएको, यही विद्यालयमा पढेको म चाहिँ अर्जुन महतोको याद आयो।
यही पढ्नु भएको। आज यो क्षेत्रमा ब्याडमिन्टनको दुनियाँमा टप 1 खेलाडी हुनुहुन्छ, यही रेनबो स्कुलको उत्पादन हुनुहुन्छ। अघि अनन्य मित्र हरि सरसँग मैले कुरा राखेँ, धेरै विद्यार्थीहरू यस्ता छन् जो चाहिँ इन्जिनियरिङ क्लासहरू लिँदैछन्, धेरै यस्ता विद्यार्थीहरू छन् जो उच्च शिक्षाको हासिल गरिराख्नु भएको छ। त्यसैले आदरणीय अभिभावकज्यूहरू, जुन तपाईँ यो विद्यालयले विश्वास गरेर आत्मसात गरेर आफ्नो नानी बाबुहरूलाई दिनुभएको छ, तपाईँले सही ठाउँ चुन्नु भएको छ, राम्रो ठाउँ चुन्नु भएको छ। यहाँको शिक्षिका, यहाँको शिक्षकहरू, यहाँको चाहिँ शिक्षक कर्मचारी साथीहरू र चाहिँ डिपार्टमेन्ट हेड यति राम्रोसँग चाहिँ चलाउनु भएको छ, मलाई निकै मुक्त कण्ठ भएर प्रशंसा गर्न मन लाग्छ र स्वाभाविक रूपमा मैले त्यो पाएको छु। आज यहाँको शिक्षकहरूको युनिटी, यहाँको विद्यार्थीहरूको उपलब्धि र अभिभावकहरूको हौसलापन भूमिकाले गर्दा मलाई निकै नै खुसी महसुस भएको छ। तपाईलाई विशेष विशेष धन्यवाद छ। अभिभावकज्यूहरूलाई मैले एउटा कुरा भन्न के मन लाग्यो भने तपाईको बच्चाको अधिकार सम्पूर्ण तपाईमा छ। त्यसपछि दोस्रो अधिकार तपाईँ विद्यालयले दिनुभएको छ। विद्यालयले पाएको 5 घण्टाको अधिकारलाई सकेसम्म धेरैभन्दा धेरै दिने प्रयास गर्नुहुन्छ शिक्षक शिक्षिकाहरू। यही माझमा मैले सानो कुरा जोड्न चाहे। यो कुरा तपाईहरूको लामो समय अगाडिको कुरा हो। एकजना चाहिँ पागल बच्चाको कहानी सँगसँगै जोड्न चाहे। यथार्थ कुरा, सत्य कुरा तपाईको माझमा राख्न चाहे। अमेरिकाको एउटा गाउँमा एउटा सानो बालकको जन्म हुन्छ। एउटा परिवारमा जन्मिँदै गर्दाखेरि अलिअलि लाटो, अलिअलि चाहिँ मानसिक सन्तुलन कमजोर भएको बच्चा जन्मिन्छ। समय बित्दै जान्छ, बच्चा कमजोर शारीरिक रूपले, बच्चा कमजोर मानसिक रूपले भएको कारणले गर्दा 3 वर्षको उमेरमा, 4 वर्षको उमेरमा स्कुल गएन, 5 वर्षको उमेरमा पनि स्कुल गएन। 7 वर्षको उमेरमा पुगेपछि त्यो बच्चा स्कुल गयो। स्कुल गइसकेपछि त्यो बच्चा अति कमजोर हुन्छ म्याथमेटिक्समा, अति कमजोर हुन्छ पढाइमा, जसको कारणले गर्दा त्यो स्कुलमा पढाउने शिक्षिकाहरू वाक्क टिक्क भएर त्यो बालकलाई अब कुनै पनि उपाय नलागेर स्कुलको प्रिन्सिपल कहाँ जानुहुन्छ र भन्नुहुन्छ हामीले लाख कोसिस गर्यौं तर यो बच्चालाई हामीले केही पनि सिकाउन सकेनौं, त्यसैले यो बच्चालाई हामी यो स्कुलमा राख्न सक्दैनौं। प्लिज विद्यालय प्रशासकज्यू, प्रिन्सिपलज्यू, यो बच्चालाई चाहिँ हामी यो स्कुलमा राख्न सक्दैनौं भनेर चाहिँ उहाँले भन्नुहुन्छ। अनि त्यो प्रिन्सिपलले सबै बच्चाको एक्टिभिटिज हेर्नुहुन्छ। प्रिन्सिपलजीले पनि सक्नुहुन्न र एउटा लामो चिठी लेख्नुहुन्छ। त्यो बालकलाई चिठी लेखेर दिनुहुन्छ। बाबु, यो चिठी तिमी घरमा गएर आफ्नो आमालाई दिनु, अनि आमालाई दिइसकेपछि आमाले जे गर्नुहुन्छ त्यही गर्नु भनेर पठाइदिनुहुन्छ। तिमी यति ट्यालेन्ट छौ बाबु, त्यहाँको टिचरले गलत बोल्दैन, यति ट्यालेन्ट छौ बाबु, तिम्रो यो ट्यालेन्ट देखेर हामी यहाँ पढाउन सकेनौ। प्लिज तिमी घरमा जाऊ, यो चिठी आफ्नो आमालाई देऊ भनेर भन्दै गर्दाखेरि अब यो चिठी लिएर बाबु घरमा जान्छ र आफ्नो आमालाई दौडेर जान्छ, भन्छ आमा आमा। तब आमा भान्सा कोठाबाट निस्किनुहुन्छ र भन्नुहुन्छ के भयो बाबु? अनि ती बाबुले भन्छ मेरो स्कुलको प्रिन्सिपलले तपाईले यो चिठी लेखेर दिनुभएको छ, यो चिठी एकचोटि पढ्नुहोस् न। त्यसपछि गएर हतार पतार गर्दै ती आमाले चाहिँ बालकले दिएको चिठी पढ्नुहुन्छ, सरर पढ्नुहुन्छ। ती आमाको आँखाबाट चाहिँ आँसु रसाउँछ। गभरी आँसु आइसकेपछि ती बालकले आफ्नो आमालाई सोध्छ आमा तपाईलाई के भयो? त्यसपछि ती आमाले भन्नुहुन्छ बाबु तिमी बहुत राम्रो छौ, तिमी यति राम्रो छौ, तिमी यति राम्रो भएको कारणले गर्दा तिम्रो स्कुलको टिचरले तिमीलाई यो चिठी लेखेर पठाउनु भएको छ। अब तिमी स्कुल नजाऊ बाबु, तिमी धेरै ट्यालेन्ट भएको कारणले गर्दा अब तिमी घरमै पढ्नुपर्छ। ती आमाले गहभरि आँसु पुछेर मुस्कान दिनुहुन्छ आफ्नो छोरालाई र भन्नुहुन्छ बाबु अब तिमी स्कुल जाँदैनौ, तिमी यहीँ पढ्छौ, तिमीलाई म यहीँ पढाउँछु। त्यसपछि ती आमाको भूमिका सुरु भयो। ती बालकलाई बिहानै उठाउनुहुन्छ, राम्रो राम्रो किताबहरू पढाउनुहुन्छ,
राम्रो राम्रो अक्षरहरू सिकाउनुहुन्छ, राम्रो राम्रो शब्द दिनुहुन्छ, तब त्यो बालक पढ्दै 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 जान्छ। त्यही बालक जुन कमजोर थियो, त्यही बालक मानसिक रूपले कमजोर थियो, त्यही बालक शारीरिक रूपले कमजोर थियो, त्यही बालक पढ्दै 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 गएर यो संसारकै सबभन्दा ठुलो महान वैज्ञानिक बन्यो। त्यो बाबुको नाम अहिले संसारमा चल्छ, त्यो वैज्ञानिकको नाम हो थोमस एल्वा एडिसन, जसले अहिले चाहिँ हाम्रो दुनियाँमा 1000 भन्दा बढी आविष्कार गरिसक्नु भएको छ। थोमस एल्वा एडिसनले उहाँले नै लाइट बनाउनु भएको छ, जुन हामी अँध्यारो कोठामा उज्यालो लाइट बाल्छौँ, त्यही कमजोर बालकले बनाएको लाइट हो। त्यही कमजोर बालकले बनाएको सयौं आविष्कारहरू हामी अहिले यो वैज्ञानिक दुनियाँमा चाहिँ आइसकेपछि त्यो पाएका छौँ। यसले मैले तपाईँहरूलाई के भन्न खोजिरहेको छु भने आम अभिभावकज्यूहरू, तपाईँको बच्चा कमजोर होला, त्यसलाई हेला नगर्नुहोस्। तपाईँको बच्चा एकदमै टाठो होला, धेरै माया नगर्नुहोस्। ख्याल गर्नुहोस्, तपाईँको बच्चा यो संसारकै सबभन्दा राम्रो मान्छे बन्न सक्छ। तपाईँको काखीमा बसेको बच्चा तपाईँको दुनियाँकै सबभन्दा राम्रो टिचर बन्न सक्छ, दुनियाँकै सबभन्दा राम्रो वकिल बन्न सक्छ। म यो पङ्क्तिमा बसेर हेर्दै गर्दाखेरि उहाँले आफ्नो बच्चालाई काखमा लिनुभएको छ, त्यही बच्चा भोलि यो दुनियाँको सबभन्दा राम्रो स्पिकर बन्न सक्छ। यतातिर काखमा लिनुभएको छ एकजना आमाले आफ्नो छोरीलाई, त्यही छोरी तपाईँको एक दिन सबभन्दा राम्रो नर्स बन्न सक्छ। मैले गर्वका साथ भनिरहेको छु, किनभने यो पवित्र भूमिमा तपाईँले भर्ना गराएर स्कुलमा पढाइराख्नु भएको छ। त्यही शिक्षा तपाईँको यहाँको शिक्षिकाहरूले दिइराख्नु भएको छ। राम्रो गर्नुहोस्, यो तपाईँको संसार हो, राम्रो गर्नुहोस्, यो तपाईँको स्कुल हो। त्यही चिज दिनको लागि आज म तपाईँको माझमा आएको छु। सँगसँगै आज यही अवसरमा म तपाईँहरूको बिचमा अर्को कुरा भन्न चाहे। यद्यपि सुन्ने इच्छा छ भने म केही 2 मिनट मात्रै समय लिन्छु। आज विद्यार्थी भाइ बहिनीहरूको महोत्सवको दिन हो, स्कुलको उत्सवको दिन हो। यो दिन तपाईँको आफ्नो बच्चाको प्रतिभा हेर्न आउनुभएको छ। बच्चाले कुन इभेन्टमा पुरस्कार जितेको छ, बच्चाले के गीतमा डान्स गरिरहेको छ, मेरो बच्चाले कस्तो नाच्यो, मेरो बच्चाले कस्तो गरेको त्यो चिज हेर्न आउनुभएको छ। यही बिचमा तपाईँहरूको माझमा सानो कुरा जोड्न खोजे। फेरि पनि एउटा जङ्गलमा 5वटा भागुटा हुन्छन्, एउटा जङ्गलमा 5वटा भागुटा हुन्छन्। ती भ्यागुटाहरू चाहिँ बहुत मिल्ने साथी हुन्छन्। अनि जङ्गलको बाटोमा ती 5 जना भ्यागुटाहरू गफ गर्दै कुरा गर्दै गाडी बढ्दै 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 गाडी पुग्छन्। जङ्गलको बिच बाटोमा एउटा ठुलो खाल्डो हुन्छ। अनि ती 5 जना उफ्रिँदै गफ गर्दै जाँदै 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 गर्दाखेरि त्यो खाल्डोको अत्तोपट्टो हुँदैन ती 5 जनालाई। यसरी लाइनबद्ध रूपमा जाँदै गर्दाखेरि पिछेको 3 जना भ्यागुटाहरू चाहिँ रमाइलो गर्दै 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 जाँदाखेरि ती 3वटा भ्यागुटा चाहिँ चुर्लुम्म खाल्डोमा खस्छन्। अनि 2वटा भ्यागुटा साइडबाट हेर्छन्। खाल्डो धेरै गहिरो भएको कारणले गर्दा ती 3वटा भ्यागुटा त निकै तल खसे, 2टा भ्यागुटा माथिबाट हेरिरहेका छन्। अनि ती 2टा भ्यागुटाको मनमा के हुन्छ भने यति गहिरो खाल्डो छ जहाँ धेरै पानी छ, यति तल पानी छ, यति माथि उचाइ छ। यी 3वटा भ्यागुटा अब लाइफमा कहिले पनि यो खाल्डोबाट माथि उक्किन सक्दैनन्। अनि बाहिरबाट किनारमा गएर भन्छन् अब तिमीहरू तल त खसिहाल्यो, सयौं प्रयास गर तर पनि बाहिर आउन सक्दैनौ। ती 3 जना भ्यागुटाहरू फेरि उफ्रिन्छन्, माथि चढ्छन्, उफ्रिन्छन्, फेरि माथि चढ्छन्। उनीहरू थकित मुद्रामा हुन्छन् र पनि प्रयास गर्न छोड्दैनन्। तब 2 जना भ्यागुटाले फेरि कराउँछ कि तिमीहरू धेरै मेहनत नगर, यति गहिरो खाल्डो छ, यो खाल्डोबाट निस्किनको लागि बहुत मेहनत गर्नुपर्छ, सक्दैनौ। तब तेस्रो 3 जना भ्यागुटा मध्ये पहिलो भ्यागुटाले सुन्छ र खाल्डोको साइडको कुनामा गएर बस्छ, थकाइ मार्छ र उसले मन मारिहाल्छ कि अब यो कुवाबाट म बाहिर निस्किन सक्दैन, यो गहिरो खाल्डोबाट म बाहिर निस्किन सक्दैन। त्यसपछि गएर फेरि पनि कराउँछन्। दोस्रो भ्यागुटाले फेरि सुन्छ
भयङ्कर गहिरो यो खाल्डो छ। यति उचाइमा तिमी तीनजना छौ, तीनजना कोही पनि बाहिर आउन सक्दैनौ भनेर भन्दै गर्दाखेरि दोस्रोले सुन्छ, ऊ पनि सोध्छ यति गहिरो ठाउँमा म ढलेको छु, म उठ्नै सक्दैन, म चाहिँ माथि जानै सक्दैन। त्यो पनि सुन्छ र त्यो खाल्डोको किनारमा गएर भन्छ र आफूले मनमनै सम्झाउँछ म सक्दैन। तर तेस्रो भ्यागुटाले चाहिँ प्रयास गरिराखेको हुन्छ। सयौं प्रयास पश्चात तेस्रो भ्यागुटा चाहिँ खाल्डोको माथि टुप्लोको किनारमा आइपुग्छ अनि ती दुईटा हेरे हुन्छन्। त्यो सयौं प्रयास गर्दै जाँदाखेरि बाहिर त आइहाल्यो। त्यो आइसकेपछि त्यसलाई सोध्छन् बाहिर रहेका भ्यागुटाहरू, तिमी कसरी आयो? ऊ केही सुन्दैन। अनि ती बाहिर रहेका ती दुईटा भ्यागुटाले भन्दै गर्दाखेरि तीन भ्यागुटा मध्ये दुई भ्यागुटाको कान ठिक रहेछ, उनीहरू सुनि सक्दैनस् भनेर उनीहरूले बिन मारिहाले। तेस्रो भ्यागुटा चाहिँ बहिरो रहेछ, बहिरो भएको कारणले गर्दा केही सुनेन। उसले निरन्तर रूपमा प्रयास गर्यो। आखिरकार त्यो गहिरो खाल्डोबाट बाहिर आइहाल्यो। यही भुमरीबाट यस्तै ठुलो खाडलको बिचमा हाम्रो आदरणीय व्यक्तित्व हरि सरलाई समस्या परेको थियो। त्यहाँबाट स्कुल यहाँ सार्नको लागि सरसँग पैसा थिएन, यो जग्गा किन्नु पर्ने थियो। सरसँग पैसा थिएन, भवन बनाउनु पर्ने थियो। कयौं उहाँको आफन्तले भने बाबु तिमी सक्दैनौ। उहाँले सुन्नु भएन। म गर्छु। वाह हरि सर, पहिरो भ्यागुटा जस्तै यो महल खडा गरिदिनु भयो, जहाँ चाहिँ 350 विद्यार्थी, जहाँ चाहिँ 15 जना शिक्षकहरूले चाहिँ काम पाउनु भएको छ। सयौं अभिभावकज्यूहरूले एउटा चाहिँ आत्मसाथ दिनुभएको छ। म यो पवित्र भूमिमा छु, यस्तो मलिलो ठाउँमा छु जुन हरि सरको यो कामदेखि लिएर मेरो सप्तऋषि स्कुलले जहिले पनि हार्दिक नमन गर्छ, ताली पिट्न चाहन्छ, धन्यवाद दिन चाहन्छ। त्यसैले तपाईहरु हरि सरको साथ नछोड्नुहोस्। उहाँ पवित्र मनको धनी मान्छे हो, सत मार्गको धनी मान्छे हो। उहाँले चाहिँ राम्रो बाटो देखाउनुहुन्छ तपाईलाई, तपाईको समाजलाई, तपाईको विद्यार्थीलाई। त्यसैले तपाईहरु साथ दिनुहोस् हरि सरलाई। हामी तयार छौं उहाँलाई अगाडि बढाउनलाई। र तपाईको अर्को कुरा के जोड्न चाहे भने यो विद्यालयको सीमित क्षेत्र छ। यो सीमित क्षेत्र भनेको विद्यार्थी प्ले ग्रुपबाट पढ्दै 6 क्लाससम्मको पढाइ यही छ। अब 6 क्लासमा पढ्ने बच्चाहरू तपाईको काखबाट टाढो जाँदै हुनुहुन्छ। अब केही दुर्गौली जालान्, केही जनता माविमा जालान्, केही टिकापुर जालान्। टिकापुरमा पनि तमाम स्कुल छ। आफ्नो प्रतिभा, आफ्नो पहिचान बोकेको मध्येको स्कुल एउटा सप्तऋषि पनि हो, जसको प्रतिनिधित्व, जसको हेडमास्टर म तपाईहरुको माझमा छु। त्यो त्यस्तो पवित्र स्कुल हो जसले गत वर्ष एसई एक्जाममा 94% रिजल्ट ल्याएर टिकापुरमै सेकेन्ड पोजिसनमा हाम्रो स्कुल छ अहिले। जहाँ 12 क्लासमा भर्खरै हामी पहिलो ब्याच दिलायौं, त्यहाँ एकजना भाइले यो एरियामै टप गरिदिएको छ। अनि त्यो स्कुलमा कक्षा 12 सम्म पढाउने सर यही हुनुहुन्छ आदरणीय पुष्प साई, जुन सरले हाम्रो स्कुलमा पनि पढाउनुहुन्छ, यहाँ पनि पढाउनुहुन्छ। तपाईको बच्चा 6 क्लास पास आउट भइसकेपछि तपाईको बच्चालाई सप्तऋषिमा पढाउनुस्। म तपाईको बच्चालाई राम्रो वातावरण दिनेछु। म तपाईको बच्चालाई एक्सलेन्ट बनाउने जिम्मा लिन्छु। र तपाईको बच्चा त्यहाँ जाँदै गर्दाखेरि केही खर्च लाग्छ, स्वाभाविक रूपमा हो। तपाईको बच्चा अहिले कलिलो उमेरको छ, साइकल चलाएर जान सक्दैन। तपाईको माझमा गाडी आउँछ, गाडीमा पठाइदिनुस्। तपाईको बच्चा त्यहाँ एडमिसन गर्दाखेरि ठुलो रकम खर्च लाग्न सक्छ। तर म तपाईको माझमा भनेर जाँदैछु। तपाईको माझमा भएर के जाँदैछु भने यहाँबाट पास आउट गरेका बच्चाहरू यद्यपि सप्तऋषि स्कुलमा भर्ना गर्न आउनुभयो भने त्यो बच्चाको भर्ना फी 1 रुपैयाँ पनि लाग्दैन। केही लाग्यो भने फर्म शुल्क लाग्ला, केही
तर भर्ना शुल्क जति लाग्नुपर्ने हो हाम्रो स्कुलको 4900 रुपियाँ भर्ना शुल्क लाग्छ, त्यसको 1 रुपियाँ पनि लाग्दैन। म यो कुरा तपाईँहरूको माझमा प्रतिबद्धता व्यक्त गर्दै तपाईँहरूको बच्चाको उच्च शिक्षा हासिलको लागि मेरो स्कुल ओपन छ, यहाँ आउनुहोस् र बाँकी प्ले ग्रुपदेखि 6 क्लाससम्म तपाईँ यहीँ पढाउनुहोस् भन्ने भनाइ राख्दै आजको यो रेनबो स्कुल एकाडेमीको 15औं वार्षिक उत्सव समारोहमा तपाईहरूको उत्साहजनक भूमिकाले गर्दा यो कार्यक्रम पूर्ण रूपमा सफल भएको छ भन्ने भनाइ राख्दै फेरि पनि आजको यो शुभ दिनमा तपाईहरूको शुभ विचारले यो स्कुलले मलजल पाओस् भन्ने भनाइ राख्दै फेरि पनि म तपाईहरूको माझबाट बिदा हुन चाहन्छु। हार्दिक धन्यवाद सहित नमस्कार, राम राम, जय होस्।
खुकुरी झुटो होइन बिराती साचा छ मनैभरि खलबली मच्चा छ गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले कहिले नमरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले कहिले नमरमा मन जित्यो मायाले कहिले नमरमा लाउरे गरीले सलामै ठोकेर सिट्ठीमा चोराउलाई टोकेर गोर्खे खुकुरी लाउरे गरीले सलामै ठोकेर सिट्ठीमा चोराउलाई टोकेर गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले कहिले नमरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले कहिले नमरमा मन जित्यो मायाले कहिले जादु हाम्रो गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी जादु हाम्रो गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले कहिले नमरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले कहिले नमरमा मन जित्यो मायाले कहिले नमरमा मासको दाल जिम्माले जानेको सिपालुले सबै थप जानेको गोर्खे खुकुरी मासको दाल जिम्माले जानेको सिपालुले सबै थप जानेको गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले कहिले नमरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले कहिले नमरमा मन जित्यो मायाले कहिले दोस्रो गर्ल्सतर्फ प्रथम हुनुभएको छ जियान्सु कथरिया क्रिस्टिना कठरिया, यमुना रावल, जिया चौधरी। त्यसै गरी बोइजतर्फ सेकेन्ड हुनुभएको छ जियान्सु कठरिया, सक्षम कठरिया, रियान्स चौधरी। र गर्ल्सतर्फ सेकेन्ड हुनुभएको छ धारणा कठरिया, माही कठरिया र तन्सिका कठरिया। कृपया अभिभावक आउनुभएको छ भने सँगै स्टेजमा आइदिनु होला। र आउनुभएको छ कि छैन कि गइसक्नुभयो? आउनु भएको छ भने कृपया स्टेजमा आइदिनुहोस्। गार्जेनसँगै आउनुहोला। र दोस्रोमा बोइजतर्फ जो दोस्रो स्थान आउनुभएको छ जियान्सु कठरिया, सक्षम कठरिया, रियान्स चौधरी। र गर्ल्सतर्फ धारणा कठरिया, माही कठरिया र तन्सिका। यो पुरस्कार वितरण गरिदिनुको लागि म यसै विद्यालयका शिक्षिका गणेशपति कठरियाज्यूलाई म स्टेजमा निम्त्याउन चाहन्छु। कृपया स्टेजमा आएर पुरस्कार वितरण गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। र त्यसै गरी हट पोटेटोमा भाग लिने प्रथम भाइको नाम के रहेछ सर? निर्भय चौधरी, सनम चौधरी, प्रिन्सेस चौधरी। समन चौधरी दोस्रो हुनुभएको छ, प्रिन्सेस चौधरी तेस्रो हुनुभएको छ है हट पोटेटोमा। उहाँलाई पनि म स्टेजमा निम्त्याउन चाहन्छु। यो पुरस्कार वितरण गरिदिनुको लागि म सृजना टिचरलाई स्टेजमा निम्त्याउन चाहन्छु। त्यसै गरी रहेको छ स्विट रेस
स्विट रेसमा भाग लिने भाइ रहेका छन्। प्रथम भाइ रहेका छन् शिशिर कुमार र दोस्रो महेन्द्र साल र त्यसै गरी तेस्रो स्थान आउन सफल साहिल परियार। उहाँलाई पनि म स्टेजमा निम्ति आउन चाहन्छु। त्यसै गरी म्युजिकल चेयरमा प्रथम हुने भाइ रहेका छन् लाबिन कथरिया, दोस्रो हुने भाइ रहेका छन् अरमान चौधरी र तेस्रो हुने बहिनी रहेकी छिन् लाइका कथरिया। यो एलकेजी क्लासबाट रहेको छ। यो पुरस्कार वितरण गर्नको लागि म राधा कठरिया टिचरलाई म स्टेजमा निम्ति आउन चाहन्छु। 3वटा पुरस्कार रहेको छ। यो पुरस्कार वितरण गरिदिनुको लागि म 3 जना टिचरलाई स्टेजमा निम्ति आउन चाहन्छु। कृपया जोरदार ताली बजाएर स्वागत गरिदिनु होला। तपाईहरुकै छोराछोरीको नानी बाबुहरुको पुरस्कार अझै बाँकी छ। त्यसै कारणले तपाईहरु अझै नजानुस्, कार्यक्रम सकिएर मात्रै जानुस् भनेको हो। हाम्रो नानी बाबुहरुको पुरस्कार छुट्छ। अब अझै अलिकता अझै बाँकी छ। एलकेजी क्लासबाटै अर्को गेम रहेको छ पिक्चर एरेन्जिङ मा बोयतर्फ प्रथम हुने ग्रुप रहेको छ विराट ठकुल्ला, पुष्पा रावल, लुसेन कथरिया, हिमाली कथरिया। हनीफ कठरिया हो। विराट ठकुल्ला, पुष्पा रावल, लुसेन कठरिया र हनीफ कठरिया। त्यसै गरी गर्ल्सतर्फ प्रथम हुने ग्रुप रहेको छ सेनिजा चौधरी, प्रीता परियार, मनीषा चौधरी, गायत्री चौधरी आउनुभएको छ। यदि गार्जेन आउनुभएको छ भने पनि स्टेजमा लिएर आइदिनु होला। म पुनः नाम लिन चाहे। अल्फाबेटिकल अर्डरमा प्रथम हुने भाइ रहेका छन् अनुप कठरिया, माहिर कठरिया, दिपेन्द्र चौधरी। गर्ल्सतर्फ क्रिस्टिना कठरिया, यमुना रावत, जिया चौधरी। बोइजतर्फ सेकेन्ड हुने भाइ रहेका छन् जियान्सु कठरिया, सक्षम कठरिया, रियान्स चौधरी। र सेकेन्ड हुने गर्ल्सहरू रहेका छन् धारणा कठरिया, माही कठरिया, तान्सिका कठरिया। त्यसै गरी हट पोटेटोमा प्रथम हुने भाइ रहेका छन् निर्भय चौधरी, समन चौधरी दोस्रो र तेस्रो हुने बहिनी रहेकी छिन् प्रिन्सेस चौधरी। त्यसै गरी Honorable Chairperson, Chief Guest, Special Guest, Guest Social Worker, respected guardians, respected my dear teacher, brother, sister, audience, respected and my lovely friend. Namaste, a very warm good afternoon to you all. I am Aryan Bora. I am 8 years old. I study in grade 2 in Rainbow Academy School. I was born on 273 BS. I live in Kanchanpur. I am from Janaki Rural Municipality for Kanchanpur, Kailali. My father's name is Dhanbahadur Bora. My mother's name is Kalasi Devi Bora. My father is a teacher. My mother is a housemaker. My friend is my family. Thank you.
चन्द्रमा तारिफै के गरौँ म चम 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 चन्द्रमा भगाइरहने मान्छ वैशाख चन्द्रमा मनमर्जे गरेर मनको धोको बेरौली सोरै सिँगार गरी ऐनामा हेरौली काला काला आँखामा चस्मा लगाली काला काला आँखामा चस्मा लगाली काला काला आँखामा चस्मा लगाली Sandal लगाउँछु ब्रान्ड न्यू गुचीको चस्मा कुनै खाने छोरीको छैन तिम्रो बसमा लन्डन घुम्न लाग्छौ र टिटिङको बिचमा नाना थरीका सिक्नु मेरो चर्चाको लिस्टमा Calendar, master calendar, calendar, master calendar. तू ही मेरे दिल के अंदर में सजना
बुझिदिनु भएको होला। अब हाम्रो कार्यक्रम अन्त्यतर्फ आइरहेको छ। कृपया मलाई जानकारी गराउनुहोस् झुम्रा डान्सको लागि रेडी हुनुभएको छ कि छैन? रेडी हुनुभएको छ भने यस लगतै हाम्रो झुम्रा डान्स आउनेछ। र योभन्दा पहिला महेश सर एउटा गीत गाइदिनुहोस् न सर। तपाईँको गीत गाउने हो, तपाईँको गीत सुन्ने रहर लागेको छ। यहाँहरू उपस्थित हुनुभएको सम्पूर्ण दर्शकदिनहरूलाई हाम्रो सरले एउटा मिठो गीत सुनाउन गइराख्नु भएको छ। त्योभन्दा पहिला केही भन्नुहुन्छ कि? तिम्रो बोली मिठो छ, तिम्रो बोली मिठो छ, धुनको कुरै नगर। म हुँदा हुँदै अरू उनको कुरै नगर। वाह 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 वाह। म एउटा गीत लिएर आएको छु। मेरो गीतको बोल दिन्छु म। यो गीत प्रमोद खेरले सिङ्गिङ गरेको छन्। योभन्दा पहिले छाती चिरेर माया देऊ भन, माया दिन्छु म, सारा खुसी छैन देऊ मात्रै भन, हाँसी हाँसी दिन्छु म, छोड्ने छैन जबसम्म धरतीमा रहन्छु, तिम्रो लागि घाममा बुरी पानी सबै सहन्छु। धन्यवाद। र एउटा हिन्दी गीत रहेछ, मेरो ट्र्याक बजाइदिनको लागि म प्राविधिक मित्र ज्यू र सहयोग गरिदिनुको लागि सञ्जीव सरजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो सरको ट्र्याकमा गीत पनि रहेछ। कृपया धैर्य धारण गरेर गीतको बोल रहेछ, किसका है ये तुमको इंतजार में होना। यो गीतको बोल रहेछ। सबैजना ताली बजाएर मलाई हस्त प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ताली जाओस् न सर, एकदम दमदार। धन्यवाद। धन्यवाद हाम्रो सरको सानो प्रयासमा। यदि तपाईँहरूलाई मन परेन भने पनि पर्यो भने पनि ताली त बजाइदिनुहोस् न। अब हाम्रो झुम्रा डान्सको लागि रेडी भइसक्नु भएको छ कि छैन मलाई जानकारी गराउनुहोस्। त्यसो भए झुम्रा डान्सको लागि रेडी भइसक्नु भएको रहेनछ। भइसक्नु भएको छ भने यता आउनु होला। त्यहाँसम्म अलिकता म फेरि दुई शब्द जोड्न चाहन्छु। हाम्रो झुम्रा डान्स रेडी हुँदै हुनुहुन्छ? Ah
रहेछ तिम्रै सुन्दर फुलबारीको जस्तो पहिरनमा। यसपछि कृपया एकैछिन बसिदिनुहोस् न, यति बेर बस्नुभयो, अब 2 मिनेटको लागि किन जाँदै हुनुहुन्छ? 2 मिनेट त हो नि, तपाईहरू यति बेरसम्म धैर्य धारण गरेर बस्नुभयो, अब 2 मिनेट मात्रै, 2 मिनेट। कृपया म तपाईँ जति पनि उभिराख्नु भएको छ उहाँहरूलाई म 2 मिनेट मात्रै माग्न चाहन्छु। तपाईँहरूको उद्देश्य नृत्य हेर्न मात्रै होइन नि, केही कुरा सुन्नु पनि त हो। मेरो विनम्र अनुरोध छ, कृपया अब मात्रै 2 मिनेट बसिदिनुहोस्। कृपया सर म्यामहरू सहयोग गरिदिनु होला हाम्रो अभिभावकज्यूहरूलाई बसाउनको लागि। एकैछिन बसिदिनुहोस्। सबैजना आज यस कार्यक्रममा आइदिनु भएकोमा म सबै हजुरहरूलाई यहाँहरूलाई धन्यवाद दिँदै म पनि बिदा लिन चाहन्छु। धन्यवाद। हामी दुवै मध्ये महेश सरले बिदा लिइसक्नु भएको छ। म चाहिँ अलिकता मात्रै जोडेर यो कार्यक्रमको समापन गराउन म सभाध्यक्ष महोदयलाई निम्त्याउन चाहन्छु। अलिकता बिउजिएर मैले विपनालाई भने तिमी सपनामा किन आइनौ? बिउजिएर मैले विपनालाई भने तिमी सपनामा किन आइनौ? तर सपनामा त सपना नै थिए। आखिर मेरो विपना त तिमी हौ। सम्झना त आखिर कल्पना होइन रहेछ। कल्पना मेरो सोचले रचेको रचना रहेछ। मेरो विपना त तिमी हौ। कल्पना कहिल्यै सपना हुँदैन, सपना कहिल्यै विपना हुँदैन। जुन दिन सम्झनाको कल्पनामा गएर विपनाले मेल खान्छ, तब अर्चनाले रचना पनि सपनाको कल्पनासँग मिल्न जान्छ। जब मिल्छन् यी सबै, तब विपनाको अर्थ के? यो सपनालाई सोध, जुन सपनामा कल्पना गर्ने र अर्चनाको रचना पनि रचिन्, तर अर्चनाको रचना त आखिर सपना नै रहेछ। सपना र मेरो विपनाको कल्पना नै रहेछ। धन्यवाद। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म सञ्चालिका पुनः तपाईहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने आफ्नो कार्य व्यस्तताका बावजुद पनि हाम्रो निम्तो स्वीकार गरेर आउनुभएको छ। हाम्रो प्राङ्गणमा हाम्रो कार्यक्रममा सुन्न पर्नु भएको छ र आगामी हुने कार्यक्रममा पनि तपाईहरूको यस्तै गरिमामय उपस्थितिको आशा राख्दै म सञ्चालिका लक्ष्मी चौधरी ओझेल हुन चाहन्छु। योभन्दा पहिला यो कार्यक्रमलाई समापन गरिदिनुको लागि यसै कार्यक्रमका सभाध्यक्षज्यू हरिकृष्ण कठरिया ज्यूलाई म स्टेजमा निम्त्याउन चाहन्छु। कृपया उहाँको 2 शब्द कृपया ध्यान दिएर सुनिदिनु होला। हस्त। धन्यवाद। लहरों के दौर से नाव कभी पार नहीं होती। लहरों के दौर से नाव कभी पार नहीं होती। मेहनत करने वालों की कभी हार नहीं होती। धन्यवाद। संसाधिका लक्ष्मी कुमारी चौधरी आज को यस 15औं वार्षिक उत्सव का सभापति प्रमुख अतिथि, विशिष्ट अतिथि, समाजसेवी, अन्य अतिथिहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका पदाधिकारीज्यूहरू, अभिभावकहरू, यस विद्यालयका
सम्पूर्ण शिक्षक मित्रहरू, समाजसेवी अन्य शुभचिन्तकहरूमा लगायत यहाँ यस कार्यक्रमलाई सहयोग गर्नुहुने, यस विद्यालयलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रममा विशेष सहयोग गर्नुहुने यो प्राविधिक रूपमा अन्जु मोबाइल ग्यालरी, अन्जु डीजे मित्र हेमराज चौधरीज्यूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। मलाई आज धेरै खुसी महसुस भइरहेको छ। अन्तमा बोल्न पाउँदा पनि मैले सम्पूर्ण यहाँ उपस्थित महान व्यक्तित्वहरूको शब्दबाट यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरूको उपस्थितिबाट आजको कार्यक्रम एकदमै सफल भएको महसुस गरेको छु। यो विगतका कुरा यस विद्यालय निरन्तर रूपमा यो 15 वर्षसम्म निरन्तर रूपमा यस विद्यालयमा कहिले पनि हार नखाइकन मैले तपाईहरुको सहयोग प्राप्त गरिरहेको छु। तपाईहरुले मलाई सहयोग गरिराख्नु भएको छ भन्ने महसुस छ। यसकारण यस विद्यालयलाई विगतको वर्षदेखि अहिलेको अवस्था हामी पक्कै पनि केही न केही सुधार गर्दै अगाडि बढिरहेका छौं। सम्पूर्ण अभिभावकहरू, समाजको, विद्यार्थीको सम्पूर्णको विश्वास जित्न सफल भइरहेका छौं भन्ने म आफैलाई आत्मविश्वास लागेको छ मलाई। यसकारण अझ पनि सम्पूर्ण अभिभावकहरू, सम्पूर्ण समाजसेवीहरू, शिक्षक प्रेमी, सम्पूर्ण सहयोगी मनहरू अवश्य रूपमा यो समाजको लागि, यो संस्थाको लागि सम्पूर्णले आफ्नो ठाउँबाट सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु। र यदि सम्पूर्ण सबैको सहयोग भयो भने भविष्यमा यसको परिकल्पना अझ राम्रो गर्न सकिन्छ र मैले गरेको पनि छु। त्यसकारण यो संस्थालाई प्रत्यक्ष रूपमा जुन सहयोग गरिराख्नु भएको छ तथा अप्रत्यक्ष रूपमा सहयोग गरिराख्नु भएको छ उहाँ सम्पूर्णलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। र अब आउने 16औं वार्षिक उत्सवमा पनि यसरी नै उपस्थित भई आफ्ना बालबालिकाहरूको सम्पूर्ण गतिविधि, वर्षभरि गरेका क्रियाकलापहरू र उहाँहरूको अन्तर्निहित प्रतिभा जो लुकेर रहेको छ ती बालबालिकाहरूको प्रतिभा हेर्नको लागि तपाईहरु अवश्य नै उपस्थित हुनुहुनेछ भन्ने आशा राख्दै